नयाँ ल्यापटप किन्ने सोच बनाउनु भएको छ भने यी कुराहरूमा ध्यान दिनुहोला। पहिलो त तपाईले ल्यापटप कुन प्रयोजनको लागि लिन लाग्नु भएको त्यो स्पष्ट हुनु पर्यो। सामान्य प्रयोग, अफिस वर्कको लागि, अनलाइन क्लासको लागि हो भने तपाईले 35 देखि 70 हजार सम्मको मिडियम रेन्जको ल्यापटपले मज्जाले काम चल्छ। तर प्रोफेसनल कामहरू जस्तै एडिटिङ, गेमिङ, डिजाइनिङ र आईटी क्षेत्रको लागि हो भने चाहिँ तपाईले उच्च स्टोरेज प्रोसेसर भएको महँगो मोडलको ल्यापटप लिनुपर्ने हुन्छ। सुरु गरौँ ल्यापटपको अपरेटिङ सिस्टमबाट। चल्तीमा रहेको अहिले माइक्रोसफ्ट विन्डोज र एप्पलको म्याकओएस, लिनक्स र क्रोम ओएस मध्ये विन्डोज र म्याकओएस धेरै नै चल्ने भएर तपाईको आवश्यकता अनुसार विन्डोज र म्याकओएस नै छान्नुहोला। अब लागौँ सीपीयू प्रोसेसर, जसलाई हामी ब्रेन अफ कम्प्युटर पनि भन्न सकिन्छ। ल्यापटप किन्दा अब कमसेकम इन्टेल कोर i5 प्रोसेसरको 13 जेनेरेसन वा अरू कुनै कम्पनीको भए पनि लेटेस्ट जेनेरेसन रोज्नुहोला। त्यसैगरी र्याम कमसेकम 8 GB र्याम भएको ल्यापटप लिनुहोला। 8, 16, 32, 64 जति धेरै उच्च र्याम त्यति नै तपाईको ल्यापटप छिटो वा प्रभावकारी हुनेछ। त्यसैगरी जीपीयू, हामी ग्राफिक कार्ड्स विशेष गरी प्रोफेसनल कामको लागि जस्तै बिजनेस युजको लागि, मल्टिमिडिया डिजाइनिङ, गेमिङ, भिडियो एडिटिङ, एनिमेसन र आईटी क्षेत्रको प्रयोगको लागि चाहिँ मिनिमम 4 GB देखि भयो भने धेरै प्रभावकारी हुनेछ। अब स्टोरेज बारे जानौँ। स्टोरेज दुई प्रकारका हुन्छन्, एसडीडी हार्ड डिस्क ड्राइभ र एसएसडी सोलिड स्टेट ड्राइभ भनिन्छ। एसडीडी को दाँजोमा सस्तो पर्न जान्छ र धेरै स्टोरेज क्यापेसिटी पाउन सकिने भयो र आवश्यकता अनुसार 500 GB देखि माथि 1 TB, 2 TB, 4 TB लिन सक्नुहुन्छ। एसएसडी चाहिँ फास्ट स्पिड र एसएसडी भन्दा टिकाउ पनि हुन्छ र केही महँगो पर्न जान्छ। तपाईको आवश्यकता अनुसार 250 GB देखि माथि, 500 GB, 1 TB, 2 TB यसै गरी माथिसम्म माथि जति पनि लिन सक्नुहुन्छ। प्रोफेसनल कामको लागि मल्टिमिडिया डिजाइनिङ, भिडियो एडिटिङ, एनिमेसन, आईटी क्षेत्र प्रयोगको लागि चाहिँ एसएसडी नै रोज्नु होला। ल्यापटपको डिस्प्ले पनि एउटा महत्त्वपूर्ण पक्ष भएकोले कम्तीमा एचडी 720 पिक्सेल रेजोल्युसन भएको नन रिफ्लेक्टिभ स्क्रिन छान्नु होला, जसले तपाईको आँखा नथाकियोस् र दृश्य पनि सफा क्लियर देखियोस्। ब्याट्रीको कुरा गर्नु पर्दा नर्मल युजको लागि 6-7 घण्टा र प्रोफेसनल कामको लागि लिने ल्यापटपहरूको लागि त 20 देखि 22 घण्टासम्मको ब्याट्री ब्याकअप पाउनु हुनेछ अहिले। त्यसैगरी कनेक्टिभिटी, ल्यापटपको कनेक्टिभिटीको कुरा गर्दा कमसेकम ल्यान पोर्ट, कार्ड रिडर, एचडिएमआई, यूएसबी टाइप सी, यूएसबी टाइप ए र हेडफोन ज्याक जस्ता आधारभूत पोर्टहरूलाई छैन हेर्नुहोला। त्यसैगरी अब लागौँ ल्यापटपको लुक्स र साइजमा। आजभोलि हलुका, स्लिम र स्लिक डिजाइनका ल्यापटपहरू फेसनको रूपमा लोकप्रिय छन्। 11 देखि 14 इन्चका ल्यापटपहरूले तपाईलाई पोर्टेबल र आकर्षक अनुभव त दिन्छ, तर तपाईले लामो समयसम्म ल्यापटपमा काम गर्नुहुन्छ भने ठुला साइजको ल्यापटप लिनुहोला। 14 देखि 17-18 इन्चसम्मको ल्यापटप पाउने भएकोले तपाईको आवश्यकता अनुसारको छनौट गर्नु सक्नुहुनेछ। र अन्त्यमा अब कुरा गरौँ तपाईको बजेट, पैसाको। आफ्नो बजेट र आवश्यकताको ख्याल गर्नुहोस्। ब्रान्डहरूको मूल्य, वारेन्टी र विशेष छुटको बारेमा जानकारी लिनुहोस्। सस्तो र महँगोको सन्तुलन मिलाउनुहोस्। सस्तो ल्यापटपले अहिले तत्कालको लागि उपयोगी भए पनि दीर्घकालीन र कार्यक्षमताको हिसाबले चाहिँ महँगो ल्यापटपले चाहिँ आउने वर्षहरूमा पनि राम्रो पर्फर्मेन्स दिन सक्छ। आशा छ अब तपाईलाई आफ्नो लागि कुन ल्यापटप लिने भनेर निर्णय लिन सक्नुहुनेछ। यो भिडियो जानकारीमूलक लाग्यो भने भिडियोलाई शेयर र कमेन्ट गर्नुहोला र यस्तै जानकारीमूलक भिडियोहरूको लागि हामीलाई सब्स्क्राइब गर्न नि नभुल्नुहोला है।